कोसेली लिएर आउनु भएछ क्या। त्यही पनि खोटाङको एकदमै हैन प्रख्यात असला माछा। हेर्नुहोस् त गाइस, लोकल माछा सालीले चाहिँ हिजो कोसेली ल्याइदिनु भएछ। लिन्थिङ हैन त। अनि यसो सालीलाई जिस्काएको, अनि असला माछा नै ल्याइदिनुपर्छ त कोसेली साली नानी भनेको। होइन बेना, पछि दिदीसँग काम लाग्छ नि लोकल माछा खाएको पावर भन्नुभयो क्या साली नानीले। अनि ठ्याक्कै आज चाहिँ म यो लोकल माछा चाहिँ खोटाङको लोकल माछाको चाहिँ म टेस्ट गर्दैछु है गाइस। ल गाइस, अब चाहिँ म माछालाई चाहिँ बनाउन गइरहेको छु है त। अब के गर्नु, ससुरालीमा म त बिन्दास पारामा हो। अब जेठी सासूहरू नि हुनुहुन्छ, सालोहरू सालीहरू हुनुहुन्छ। म त छुट्टै हातमा लाइटर खोजेको आगो बाल्नलाई। म चाहिँ अब पल्लो घरमा साली आउनु भएको छ। सालीलाई चाहिँ मैले लाइटर माग्न गएँ ल। फाइनल्ली यहाँ साली नानीलाई आगो माग्नलाई आएको। साली नानी त करेला घारी इस्कुसको मुन्टा पो टिप्दै हुनुहुँदो रहेछ त। फाइनल्ली गाइस, आगो बाल्न पनि म चाहिँ सफल भएँ है त आज चाहिँ। गाइस फाइनल्ली मैले चाहिँ माछा फ्राई गरिसकेको छु। अनि मलाई चाहिँ आउने तरिका भनेको चाहिँ यस्तै। म त्यो माछा फ्राई गर्नको लागि यदि तपाईहरुलाई नयाँ तरिकाको नयाँ टिप्स छ भने चाहिँ मलाई कमेन्टमा कमेन्ट गरिदिनु होला है त। म नेक्स्ट टाइम ट्राई गर्नेछु। फाइनल्ली गाइस, कुकमेन आजको मेरो ड्युटी चाहिँ सकियो। सो यो भिडियो चाहिँ म अरू भिडियोहरू पनि मेरो @हाक्कु AI क्रिएट भ्लग युट्युब च्यानल छ, त्यो युट्युब च्यानल पनि सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला है त। थ्याङ्क यू।